यो लङ इलाइची चाहिँ मैले किन ल्याएँ, केमा युज गर्नुको लागि ल्याएँ भनेर जान्नु चाहनुहुन्छ भने तपाईँहरू भिडियो एन्डसम्म हेर्दै जानु होला, थाहा पाइहाल्नुहुनेछ। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। यता चाहिँ देख्न सक्नुहुनेछ मेरो बेटी कस्तो तङ गरिरहेको छ। बेटीलाई चाहिँ मैले घरमै छोडेर हामी चाहिँ लागिसकेको छौँ टोप्ला टाप्ली बोकेर। यहाँ देख्न सक्नुहुन्छ मेरो पनि झोला छ, एक झोला भन्दा नि होइन आधी झोला। सो यहाँ चाहिँ सबैजनाले टोप्ला टाप्ली लिएर हिँडिसक्नु भएको छ। यता चाहिँ देख्न सक्नुहुनेछ काकीहरू चाहिँ अगाडि नै आएर यहाँनिर बसिराख्नु भएको रहेछ हामीलाई चाहिँ छोडेर। यता चाहिँ दोकानमा मैले यसो के को दाम सोधेको थिएँ, सब्जी नभएर यति दाम भने कि मैले चाहिँ तर्सेर किन्दिनँ। र यता चाहिँ सबैजना बसिराख्नु भएको छ। यता चाहिँ देख्न सक्नुहुनेछ हामीहरू चाहिँ यहाँ के काममा आएको, के काम गर्दैछन् भनेर यहाँ चाहिँ देख्न सक्नुहुनेछ जुम्रा हेर गरिरहेछन्। यहाँ यस्तो मेलमा आएर पनि जुम्रा हेर्ने हो त। सो यहाँ चाहिँ देख्न सक्नुहुनेछ हामी चाहिँ मेलमा आएको थियौँ। हामीलाई चाहिँ तिहार लागिसकेको छ है गाइस, किन भन्दाखेरि हामीले चाहिँ पिठो कुट्नुको लागि भनेर आइसकेको छौँ। यहाँ चाहिँ यसरी यहाँ पिठो कुट्छन्, यहाँ देख्न सक्नुहुनेछ। सो तपाईँहरूलाई चाहिँ तिहार लागेको छ कि छैन कमेन्ट गरेर भन्नुहोला। सो एडभान्समै ह्याप्पी तिहार। सो यहाँ चाहिँ देख्न सक्नुहुनेछ चामल हामीले पिसाइरहेको छौँ। यता चाहिँ यसरी चामल पिसाउँछन् र चामल यहाँनिर सबैको पालो पालो गरेर हामीले चाहिँ पिसाइरहेको छौँ। मेरो चाहिँ पालो आइपुगेको छैन अहिले चाहिँ। सो हामीले चाहिँ यता बेटीको लागि चाहिँ मैले नि चामल पिसाइसकेँ र बेटीको लागि चाहिँ के किनिदिएँ। यता चाहिँ सबैजनाले भोक लाग्यो भनेर अघि नै आएको थियौँ हामीहरू, थुप्रो टाइम भएको थियो त्यसैले यहाँनिर भोक लाग्यो भनेर के खाइराख्नु भएको छ। र यता चाहिँ दिदी पनि देख्न सक्नुहुनेछ सबैजनाले के किनेर खाइराख्नु भएको छ। मैले पनि खाएँ, सो मैले चाहिँ खाएको देखाइनँ। सो यता चाहिँ हेर्न सक्नुहुनेछ गदुर भएर कसरी बोकिराख्नु भएको छ भनेर। यता चाहिँ सबैले यसरी बोकेर हिँड्नु हुँदै थियो। सो मैले पनि यहाँनिर देख्न सक्नुहुनेछ बोकेँ यसरी नै, सबैले यसरी बोकेको देखेर मैले चाहिँ यसरी बोकेँ। र यता चाहिँ देख्न सक्नुहुनेछ हामीहरू चाहिँ लागिसकेको छौँ घरतर्फ भनेर। यता चाहिँ घर पुग्नु पनि आँटिसकेको छौँ हामीहरू चाहिँ। यहाँ देख्न सक्नुहुनेछ सबैजना आफ्नो घरतिर पसिसक्नु भएको छ। सो म पनि घरतिर पसेँ। यता घरतिर नानीलाई देखिन र यता दिदी घरतिर आएर थिएँ। सो मेरो बेटी चाहिँ यहाँनिर बसिरहेको रहेछ र बेटीलाई चाहिँ लिएर म चाहिँ दोकानतिर गएर एउटा रियल जुस खाएँ। सो आजको लागि यति नै हो, बाई बाई।